Hello everyone, welcome back to the Friday Talk with Mr. Karel. I'm continuing this legacy with Mr. Govinda sir, and welcome back to the show, Mr. Govinda sir. Thank you, Mr. Prince. So, what are the topics to discuss about? आज भोलिहरुमा जुन रिसेन्टली 2025 पास आउट स्टुडेन्ट्सहरु हुनुहुन्छ नि, हजुर, उहाँहरुको लागि 2025 मा क्यानाडाको लागि के रिक्वायरमेन्ट्स छ त? यस्तो छ मिस्टर प्रिन्स. सो इनिशियली बाहिर पढ्न जाने भन्ने बित्तिकै चाहिँ आइएल्स अथवा पिटीको कुराहरू आउँछ हैन. सो तपाईहरु विद्यार्थीहरु चाहिँ आइएल्स गर्दै हुनुहुन्छ भने चाहिँ इज ब्यान्ड 6 चाहियो आइएल्समा, अथवा पिटी गर्दै हुनुहुन्छ भने चाहिँ 60 नट लेस देन 60 चाहिँ हुनु पर्यो. अनि पढाइको कुराहरुमा जस्तै एकाडेमिक ब्याकग्राउन्डको कुराहरु पनि हुन्छ है. सो एकाडेमिक ब्याकग्राउन्ड चाहिँ त्यो युनिभर्सिटी अनुसार हुन्छ, तर नर्मली चाहिँ 2.4 2.3 भएको स्टुडेन्ट्सको पनि पछिल्लो समयमा चाहिँ भिजा आएको चाहिँ देखिन्छ. Okay, that was really an impressive answer by the way. But recently right now everyone is looking for visa rates. हजुर. So आज भोलि क्यानाडाको चाहिँ के छ त भिजा रेट्स हाम्रोमा? भिजा रेट चाहिँ मार्केटमा 60% जस्तो देखिन्छ ओभरअल नेपालको भिजा हेर्ने भने चाहिँ, तर हाम्रो गोरेटोमा चाहिँ 80% देखि 85% चाहिँ भिजाको चाहिँ देखिन्छ. Okay, so that's nice. हाम्रो गोरेटोले it's doing good. Yeah. What about the scholarships? Like आज भोलि स्टुडेन्ट्सहरु युके मा पनि इन्ट्रेस्टेड हुनुहुन्छ. So क्यानाडा र युके मा स्कलरशिप्सहरु के छ त? सो प्रिन्स स्कलरशिपको कुरा गर्दा चाहिँ क्यानाडामा चाहिँ पीजीको लागि गर्ने भने चाहिँ म्याक्सिमम स्कलरशिप चाहिँ 12,000 छ 2025 को लागि भने 2026 इन्टेकको लागि चाहिँ म्याक्सिमम स्कलरशिप फर पीजी इज 13,000. अनि अन्डर ग्रेजुएटको लागि चाहिँ अप टु 5,000 स्कलरशिप चाहिँ छ क्यानाडामा भने युके को कुरा गर्दा चाहिँ अप टु 6,000 स्कलरशिप चाहिँ मिल्छ. ओके, सो स्कलरशिप्सहरु पनि पाउँदो रहेछ युके एन्ड क्यानाडामा. बट द थिङ इज जस्तै कि हाम्रो अरु कन्ट्रीमा इन्टरभ्यूको कुरा आउँछ नि, जस्तै कि युके मा युकेभीआई को कुरा आउँछ. सो क्यान यु टेल समथिङ अबाउट युकेभीआई इन्टरभ्यू? सो युकेभीआई ले इन्टरभ्यू लिने भनेको चाहिँ नर्मली व्हेन द युकेभीआई डाउट्स द स्टुडेन्ट्स फाइनान्शियल अथवा एकाडेमिक स्ट्याटस, अनि त्यो विषयमा चाहिँ युकेभीआई ले क्लियर गर्नको लागि हैन, कन्फ्युजन क्लियर गर्नको लागि चाहिँ कल गर्ने हो. सो युकेभीआई को कल आयो भनेर डराउनु पर्ने स्थिति चाहिँ हुँदैन. सो युकेभीआई इज एन अपर्च्युनिटी टु लाइक सोकास योर एकाडेमिक अथवा चाहिँ फाइनान्शियल ब्याकग्राउन्ड. सो त्यसमा चाहिँ आफू निर्धक्क भएर आफ्नो जे कुराहरू छ, फाइनान्शियल कुराहरू के छ, एकाडेमिक कुराहरू के छ, युके जाँदै गर्दा कुन युनिभर्सिटी जाँदै हुनुहुन्छ हैन, किन त्यो युनिभर्सिटी चुज गर्नुभयो, त्यस्तो कुराहरूमा चाहिँ सबै कुराहरू आफूले स्टडी गरेर त्यही अनुसारको चाहिँ एन्सर दिँदा त्यस्तो फरक चाहिँ पर्दैन, डराउनु पर्ने स्थिति चाहिँ केही पनि हुँदैन. That's really nice. So I think we need to wrap up at this point. This was for today, and thank you guys for watching us. Okay, bye bye. Happy Friday. Happy Friday.